यो मुसा बिरालोको खेल जस्तो के खेलिरहेको लाज लाग्दैन अहिलेको गृहमन्त्री बालन शाहले बुई बोकेर ल्याएर चढाइदिएर लगेर कुर्सीमा राखिदिएको गृहमन्त्रीले हेर न रविको विरोध गरे लाज लाग्दैन कुन चाहिँ जनताले चुनेका हुन् तपाईहरुलाई जनताको पक्षमा हुनुपर्ने हैन न्यायको के रे रविको विरोध गर्नुपर्ने उहाँ उसमा ऋषि धमलाको उसमा सोमा गएर के हो जो पनि पकेटकै हुनुपर्ने पत्रकार पकेटको गृहमन्त्री पकेटको प्रधानमन्त्री पकेटको हुनुपर्ने अब जनता र न्यायको लागि केही पनि आवाज उठ्दैन तपाईहरुको मुखबाट केही पनि राम्रो काम हुँदैन रविको विरोध गर्नको लागि तपाई गृहमन्त्री हुनु भएको हो राम्रो हुँदाखेरि राम्रो भनेको बालनको पक्षमा बोलेर सुनिता डंगलको विरोध गर्दाखेरि हिरासतसम्म 12 दिन बसेर आएको बुझ्नुभयो बालन पनि कुनै न कुनै ठाउँबाट चालु छ यस्ता मान्छेहरुलाई नि जनताले पछि चिन्छन् चिनिसकेपछि म बालनको विरोध गर्दिन अहिले पनि गर्दिन तर धेरै मान्छेहरुले विरोध गरेको देखेको छु सञ्जाल चलाइन्छ आँखा हेरिन्छ हेरे पछाडी पढिन्छ हरेक कुरा